आज चाहिँ म चाहिँ धेरै दिन बादमा चाहिँ हेयर सेट गर्दैछु है गाइस। सो म चाहिँ डेली चाहिँ हेयर सेट गर्दिनँ, यस्तै विकमा एकपल्ट मात्रै गर्छु। सो त्यही पनि भिडियोहरू बनाउनु छ भने बेसी हेयर सेट गरेको पनि राम्रो होइन। सो हाई एभ्री वान, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। र अहिले चाहिँ हामी ड्युटी जाँदै गरेको गाइज है। र ड्युटी पुगेर चाहिँ म चाहिँ सेभिङ गरेर चाहिँ फ्रेस वासहरू गरेर चाहिँ एकदम आफ्टर सेभ लगाएर चाहिँ म चाहिँ अब हेयर सेट गर्नु आँटेको गाइज है। र आज चाहिँ म चाहिँ धेरै दिन बादमा चाहिँ हेयर सेट गर्दैछु। म चाहिँ हप्तामा एकपल्ट मात्रै हेयर सेट गर्छु है। सो बेसी ब्लो ड्राई गर्नु पनि राम्रो चाहिँ हुँदैन हेयरको लागि। सो फाइनलमा चाहिँ हेर्नु सक्नुहुन्छ व्याक्स स्याक्स लगाएर चाहिँ अब चाहिँ म रेडी भइसकेको छु है। कस्तो भएको छ कमेन्ट गरेर चाहिँ भन्नुहोस् होला। सो हेयर सेट गरिसकेर चाहिँ म चाहिँ यता भिडियोहरू बनाउँदै थिएँ गाइज है। र भिडियो बनाइसकेर चाहिँ एकजना म्याम आउनुभएको थियो, म्यामको चाहिँ हेयर कट थियो है गाइज। र म चाहिँ म्यामको चाहिँ हेयर कट गरिदिँदैछु। र हेयर कट सकेर चाहिँ लन्च ब्रेक भएको थियो र म चाहिँ गएँ चिप्स लिनुको लागि गाइज है। अनि चिप्स ल्याएर चाहिँ लन्च पनि गरिसकेको थिएँ। त्यहाँबाट चाहिँ अझै एउटा टचअप आएछ म्यामको। र टचअप गरिसकेर चाहिँ एउटा सरको चाहिँ हेयर कट थियो गाइज है। र यो हेयर कट सकेर चाहिँ इभिनिङ भइसकेको थियो। र इभिनिङमा चाहिँ हामी गयो सब्जीहरू किन्नुको लागि, किनभने सब्जी सकिसकेको थियो। अनि प्लान पनि भएको थियो मासु पनि खाने भनेर। र म गएँ मासु पनि लिनुको लागि। सो मासु ल्याएर चाहिँ हामी चाहिँ फेरि दोकानै फर्केँ गाइज है। अनि ठिकै बेकरीमा पनि पसेर चाहिँ चिया पप्सहरू केही ल्याएर चाहिँ स्न्याक्सहरू ल्याएर चाहिँ हामी चाहिँ स्न्याक्स खाँदैछु। सो त्यहाँबाट उता चाहिँ क्लाइन्टै थिएन, सिधै बन्द गर्ने बेला भयो गाइज है। अब चाहिँ घर जानु आँटेको। सो घर गएर चाहिँ मेरो बुढीले चाहिँ मासु यता फ्राई गर्दैछ गाइज है। र म चाहिँ यता प्याजहरू काटिदिँदैछु। सो प्याज काटिसकेर चाहिँ म चाहिँ बसिरहेको थिएँ। सो फाइनली खाना पनि पाकिसकेछ गाइज है। सो आजको यो भिडियो चाहिँ कस्तो लाग्यो लाइक सेयर कमेन्ट फलो गर्नुहोस् होला। सो गाइज आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।